हेलो साथीहरू, आज चाहिँ म बिहानै दमक झरेको थिएँ किनकि मेरो चाहिँ नयाँ कुसेली हजुरहरूको सानो आउँदैछ। म चाहिँ भर्खरै गीत एउटा रेकर्ड गरेको थिएँ नि त, त्यसकै लागि मैले चाहिँ यहाँ मेकअप गर्दैछु सुटिङको लागि। आज चाहिँ सुटिङ छ त्यसकै लागि। अनि तपाईँहरूले मलाई सपोर्ट गर्नुहोला त्यो गीत हेरेर। म छिट्टै ल्याउँदैछु हजुरहरूको सामु। म कहिले त बनाउँदिनँ भयो यो चाहिँ यसले मेकअप भयो कि नै? यो चाहिँ खतरा मेकअप आर्टिस्ट गर्नुहुन्छ भने भन्नु होला। कति राम्रो बनाइस् त मलाई। होइन राम्रो भयो यो परेर लगाएपछि। अलिक त्यही फेरि आयो होला हौ तैरो। यति छैन। हेलो साथीहरू, सेवा वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ फेरि पनि हजुरहरूको सामु आइसकेको छु। अनि आज चाहिँ म चाहिँ दमक झरेको छु मेरो दिदीहरूकोमा। अनि म चाहिँ मेकअप सेकअप गरेर रेडी भएर म चाहिँ यहाँ बसिरहेको छु। आज चाहिँ म अघि बिहानै दमक आइसकेको छु नि त साथीहरू। अनि मेरो मेकअप पनि भइसक्यो साथीहरू। अनि अब चाहिँ हामी चाहिँ सुटिङमा जानुपर्ने हुन्छ। अस्ति मैले रेकर्ड गरेको छ नि त गीत। अनि अब छिट्टै यहाँको सामु नयाँ कुसेली आउँदै। अनि मलाई चाहिँ यो मेकअप चाहिँ मेरो दिदीले नै गरिदिनु भएको। तपाईँहरू पनि यति राम्रो मेकअप गराउनु चाहनुहुन्छ भने मेरो दिदीलाई कन्ट्याक्ट गर्नु होला है त। अहिले चाहिँ म चाहिँ दिदीलाई देखाउँछु यहाँनिर मेकअप गर्दैछ साथीहरू। यहाँ दिदी हुन्छ हाई गरिदिन्छ। राम्रो भएपछि मात्रै यहाँ हाई गर्। अब यहाँ त यता त ठिक भइसक्यो। कोहीले गर्नुहुन्छ भने भन्नु होला। हामी चाहिँ जाँदा जाँदा थोरै सपिङ गर्नु पनि पर्ने काम थियो, त्यही भएर हामी चाहिँ एकछिन यता फर्कि त मेरो दिदी ला यस्तो ठुलो बटन ल हामी चाहिँ सकेर पानीपुरी खानु आँट्दैछौँ। पानीपुरी ये वीडियो वायरल करूँगा मैं। ओके भैया अभी वायरल हो जाता है। हम पहले से ही वायरल है और कितना वायरल। आप इतना वायरल होता है अब अभी बहुत है। आपका पानीपुरी बहुत अच्छा है। अनि यतापट्टि बस्न यता यूपी यूपी ये वीडियो वायरल करूँगा मैं। गाइजहरू हामी चाहिँ खाना लागिरहेको छ नि। पोर्कको मासु, म चाहिँ खाँदैछु। पोर्कको मोमो अनि सादेको थुक्पा भनेको आज छैन रहेछ। सादेको थुक्पा छैन रहेछ, त्यही भएर उसिनेको थुक्पा झोल हालेर यम्मी यम्मी छ। अर्कोले बजाइसक्यो। कोक पनि आउँदैछ हाम्रो। आज हाम्रो कोकको व्यवस्था हुँदैछ। हामी चाहिँ कोक लभर मात्रै हो। म त स्प्राइट हो अहिले, तर पनि अब के गर्नु त डाइट छिटो तिर्खा लागेपछि खानै पर्यो होइन। कस्तो लाग्यो सँगले मलाई हातको लागेको थुक्पा मिठो दामी जुसी छ। म चाहिँ फेरि हातले मात्रै खाने बानी चाहिँ। कलाए
अहिले चाहिँ गाइजहरू हामी चाहिँ रुममा आएर कोक र चटपटे खाँदैछौँ। चटपटे अनि यहाँ छ कोक। यता चाहिँ साथीहरू अहिले चाहिँ हामी अघि नै आइसक्यो घर अनि अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ। आजको भ्लग चाहिँ यस्तै भए पनि हजुरहरूलाई भोलि भेट्छौँ। अनि आज चाहिँ यस्तै भयो साथीहरू। अनि तपाईँहरूले सब्सक्राइब गर्न नबिर्सिनु होला। साथीहरू ह्याप्पी असार 15। आज चाहिँ हामी चाहिँ बिहानै उठेर यहाँनिर दही चिउरा केरा खाँदैछौँ। मेरो बाँकी दिदी म चाहिँ तर बिरामी छु। खोइ हो विजेतालाई सिकिस्ती भएर आम्दामा एडमिट गर्नुपर्ने अवस्था छ है। त्यही भएर आम्दामा एडमिट गर्नुपर्ने चाहिँ टक्क लाएर अहिले चाहिँ हामी दही चिउरा खाएर अब टक्क म हिजोकै भ्लगमा जोड्न आँटेको किनभने हिजोको थोरै रुखा मलाई चाहिँ साथीहरू एकदमै सन्चै थिएन मलाई चाहिँ, अनि त्यही कारण म चाहिँ कस्तो देखिरहेको छु भिडियोमा पनि। अनि यतिखेर क्लिप चाहिँ म घर जाँदै गर्दा मलाई चाहिँ दिदीले पुऱ्याइदिनुको लागि माथि आएको थियो चाहिँ। अनि अब दिदी बहिनी छुट्टिनु गाह्रो भइरहेको थियो हामीलाई चाहिँ। ओए बाई हल्ला तो भाइ मेरो गाडीमा जहिले खाली जहिले काम गर्छु